दर्शकबिन नमस्कार, तपाईले हेर्नुहुन्छ सोहाङ टिभी। दर्शकबिन पछिल्लो समयकी निकै नै लोकप्रिय गायिका देवी घरती मगर र रोशन गैरीले एकैसाथ भोकल गर्नुभएको बिल्कुलै नयाँ अनि फ्रेश म्युजिक भिडियो मिर्मी बोलको म्युजिक भिडियोको पहिलो फोटो आज मात्रै भर्खरै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। दर्शक महानुभावहरू, यो म्युजिक भिडियो भने अब तपाईहरुमा कहिले र कुन युट्युब च्यानल मार्फत आउने भएको छ र यो म्युजिक भिडियोमा अन्य को कलाकारहरू देखिने भएका छन् त सम्पूर्ण जानकारी तथा रिपोर्टहरू यही भिडियो अन्तर्गत तपाईलाई डिटेलसम्म जानकारी दिन गइरहेका छौं। त्यसैले भिडियोलाई पनि अन्तिम समय साथ दिनुहोला। यदि तपाईहरु हाम्रो सोहाङ टिभी च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो सोहाङ टिभी च्यानललाई सब्स्क्राइब गरी बेल आइकन घण्टे भने अवश्य थिदिनुला, ताकि हामीले प्राप्त गरेका यस्तै नयाँ अपकमिङ सङका रिलेटेड जानकारीहरू तपाईको मोबाइल सेटरमा सजिलैसँग उपलब्ध हुनेछन्। दर्शक महानुभावहरू, अब चर्चा गरौं मिर्मी बोलको म्युजिक भिडियोको बारेमा। दर्शक महानुभावहरू, यो म्युजिक भिडियोमा डाइरेक्सन रहेको छ विमल अधिकारीको भने र यो म्युजिक भिडियोमा मुख्य शीर्षक भूमिकामा अभिनय तथा रोल रहेको छ पछिल्लो समयकी निकै नै लोकप्रिय मोडलिका रेसु गुरुङको र विमल अधिकारीको यो म्युजिक भिडियोमा मुख्य शीर्षक भूमिकामा अभिनय तथा रोल रहेको छ भने दर्शक महानुभावहरू, यो दुवै कलाकारहरू यो म्युजिक भिडियोमा विमल अधिकारी र रेसु गुरुङ यो म्युजिक भिडियोमा मुख्य शीर्षक भूमिकामा जोडीको रूपमा देखिने भएका छन्। दर्शक महानुभावहरू, यो म्युजिक भिडियोमा लिरिक्स म्युजिक रोशन गैरीकै रहेको छ भने यो म्युजिक भिडियोको अहिले फर्स्ट पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि यो म्युजिक भिडियो हेर्न र सुन्नको लागि निकै नै दर्शकहरूले यतिखेर कुरेर बसिरहनु भएका छन्। यो म्युजिक भिडियोको अहिले सुटिङ कार्य सम्पन्न भइसकेपछि फाइनली यो म्युजिक भिडियोको अहिले छायाङ्कन एडिटिङ कार्य भने चलिरहेको छ भने अबको 2-4 दिन भित्रै यो म्युजिक भिडियो भने तपाईहरुमा आउने क्रममा रहेको छ। यो म्युजिक भिडियो हेर्न र सुन्नको लागि तपाईहरु कतिजना पर्खेर बसिरहनु भएको छ त हाम्रो कमेन्ट बक्सको तलतिर आफ्नो सुझाव सल्लाह प्रतिक्रिया दिन भने नभुल्नुहोला। हस्त दर्शकबिन, आजको लागि भने यति नै छोटो जानकारी तपाईलाई दिन आएका थियौं। बाँकी जानकारी अर्को भिडियो मार्फत तपाईलाई फेरि पनि दिँदै गर्नेछु। तबसम्मको लागि म सुरेन्द्र भोसवाल पनि तपाईहरुमा बिदा हुन चाहन्छु। जय नेपाली संगीत, जय सोहाङ टिभी।